हेलो हेलो, आज चाहिँ हामी फेरि हामी चाहिँ म्युजियम घुम्न जाँदैछौँ। साइप्रसको यो पुरानो घर हो होइन। यहाँभित्र के छ म तपाईँहरू सबै देखाउँछु है। यहाँ हाम्रो दाइ दिदी यहाँनिर गएर टिकट काट्नुपर्छ होला। यतैभित्र त होला नि। यहाँ दिँदैन के दिन्छ होला है? दिन्छ 2.50 टिकट हो र। ₹2.50 यहाँभित्र गएको चाहिँ टिकटको प्राइस €2.50। त्यो भित्र जान दिँदैन होला नि त? त्यही त माथि जानु पर्यो नि। सोधौँ त। हामी चाहिँ यहाँ टिकट काट्दैछौँ म्युजियम घुम्नलाई। यो चाहिँ लार्नाकाको बिच एरियाको छेउमा छ है। ओके बाई। अब हामी गयौँ। टिकट दाइको हातमा टिकट छ। दाइ देखाइदिन्छ टिकट। टिकट काट्यो। अब हामी भित्र जाँदैछौँ घुम्नु। यहाँ के छ म सबै देखाउँछु है तपाईँहरूलाई। यो म्युजियम हो। यो चाहिँ म्युजियम हो। यहाँ टिकट छ हातमा। जान्छौँ गाइस। यहाँ घर होला। ल हेर्नुहोस्, यो पुरानो उयो हो। यहाँबाट हामी एक्जिट भएको ढोकामा चाहिँ आइपुगेछौँ। फेरि यहाँबाट फर्केर जाँदैछौँ अर्कोतिर। उता नि रहेछ त। यो चर्चबाट घुमौँ न। तोप त्यो उयो भएको त्यहाँ माथि होला हौ। यो तोप हेर्नु, यो पहिलाको यहाँ लडाइँमा यस्तो तोप चलाउँथ्यो। हाम्रो नेपालमा नि थिएन यस्तो। यतै त चर्च पनि छ। अब हामी माथि चढ्दैछौँ। किन यहाँतिर हेर्नुहोस्, यहाँको म्युजियम यस्तो राम्रो ढुङ्गामा आर्ट्सहरू गरेको होइन। हाम्रो दाइ दिदीहरू यहाँ हेरेर दियो पहिलाको भाँडाकुँडाहरू। यहाँ बन्दुक राइफल। यो त भर्वा होला है। भर्वा बन्दुक।
यहाँ कुन सालको रहेछ हेर्नु 1940 1940 को बन्द गरेर टिकट यहाँ के हो यो चाहिँ बोल हो क्या हो यो चाहिँ पहिला लडाइँमा चलाउने हतियार यहाँको मान्छे दिन्छ म्युजियमको दिन्छ त्यो म्युजियम हो नि त